Okay, let's talk about yesterday demonstration of split villa. हजुरहरूलाई चाहिँ हिजोको स्प्लिट भिल्लाको डेमोन्स्ट्रेसन कस्तो लाग्यो? मलाई चाहिँ पर्सनली एकदमै बकवास जस्तो लाग्यो क्या, एकदमै मन नपरेको डेमोन्स्ट्रेसन भनेको हिजोको सबै केटीहरू भएर दुईजना केटीहरूलाई पेलिरहेको जस्तो लाग्यो क्या। पेलिरहेको जस्तो भन्दा पनि पेलि नै राखेका थिए क्या। फर्स्टमा कुरा गरौँ अञ्जलीको। उहाँलाई लाग्छ सबै स्प्लिट भिल्लाको सबै केटाहरू चाहिँ उसकै मात्र आइडल म्याच हो, उहीसँग पेयर अप गर्नुपर्छ, उहीसँग कनेक्सन बनाउनुपर्छ जस्तो गर्छ। कसैले भनिदियोस् उसलाई कनेक्सन बनाउनको लागि केटा अगाडिबाट आउनुपर्छ क्या। उसले आकाङ्क्षालाई हिजो भनिराखेको थिए नि, रोडिस केटाहरूसँग हाइड गर्छे, सबै क्याच गर्छे, केटाहरू खिच्छे भनेर भनिराखेको थिए होइन। मैले चाहिँ यत्रो एपिसोड हेर्दाखेरि कहीँ पनि लागेन कि आकाङ्क्षा अगाडिबाट गएर केटालाई एप्रोच गरेको, कनेक्सन बना मसँग पेयर अप गर, गेम खेलौँ भनेर मैले चाहिँ कहीँ पनि देखिनँ के। कुन आधारमा भनेको? अनि योगेशलाई जसले हार्ट दियो, जुन जुन केटीले दियो, योगेशले सबैसँग एक्सप्लोर गरेर लास्टमा आकाङ्क्षासँग आएको। आकाङ्क्षा गएको होइन नि त योगेशसँग। उनीहरूलाई फिल भयो, कनेक्सन फिल भयो, उनीहरू पेयर अप गरे, उनीहरूले गेम खेले। अनि अहिले गुल्लुको भनिराखेको चाहिँ गुल्लु चाहिँ मेरो आइडल म्याच हो, मेरो कनेक्सन हो जस्तो लाग्छ मलाई भनेर चाहिँ लाग्न सक्छ। तर तिमीलाई त योगेश पनि लागेको थियो, 10 पनि लागेको थियो। म रङ छुइनँ होला सायद, कि म रङ हुन पनि सक्छु। तर हिमांशु र अञ्जलीको एउटा टास्क भएको थियो त स्यान्डविच खानेवाला, त्यसमा काहीँ न काहीँ मलाई लाग्छ अञ्जलीले यस्तो भनिराखेकी थिए कि त्यो स्यान्डविच खाँदै गर्दाखेरि हामी दुईजनाको केमिस्ट्री राम्रो लागिरहेछ, हाम्रो गेम अगाडि बढिरहेको छ, काहीँ न काहीँ हामी नै पनि आइडल म्याच हुन सक्छौँ भनेर भनेकी थिए क्या। अनि त्यो गुल्लु पनि योगेश जस्तै अगाडिबाट आएको, गुल्लु आफै आएको हो कि आकाङ्क्षा गएको होइन नि त। गुल्लुले त आकाङ्क्षालाई एज अ फ्रेन्ड हामी पेयर अप गरौँ अनि गेम खेलौँ, तेरो पनि कनेक्सन उता छ, मेरो पनि कनेक्सन उता छ भनेर उनीहरूले गेम खेलेका हुन्छन् नि त। अनि एक्सप्लोर गर्न दिनुहोस्, यस्तो चाहिँ किन आरोप लगाउने हो? मैले त्यही बुझिनँ कि। आकाङ्क्षाले पनि यस्तो पनि भने कि अरे तँलाई अञ्जलीले लाइक गर्छ भनेर भनेको रहेछ। गुल्लुले आफै भनिराखेको छ, लु आकाङ्क्षाले भनेको भए त लु झुट बोलियो होला भन्नु। इभन गुल्लुले आफै भनिरहेछ मलाई आकाङ्क्षाले भनेको थिए अञ्जलीले तँलाई लाइक गर्छ भनेर, तर म यहीसँग पेयर अप गर्न प्रिफर गरेँ भनेर भनिराखेको छ। फेरि किन त्यत्रो ठुलो इस्यु बनाएको? आई डोन्ट नो। मैले हेरिरहेको थिएँ स्क्रिप्ट, मलाई नै लाज लागिराखेको थियो क्या त्यो अञ्जलीको त्यो हरकतले गर्दा। अनि अनिसाले भनिराखेकी थिए अञ्जली र आकाङ्क्षाको झगडा परिरहेको थियो। अनिसा फर्स्ट टाइम होला मैले बोलेको देखेको। त्यो प्यार भिल्लामा मैले अनिसालाई चाहिँ मैले कहीँ बोलेको देखिनँ क्या साँच्चै भन्नुपर्दा। अहिले आकाङ्क्षा र अञ्जलीको झगडा परिरहेछ अनि उसले बिचमा आउनु पर्यो क्या, एक्सप्लोर गर्न दिनुहोस् भनेर भनिराखेको थिएँ आकाङ्क्षालाई। गुल्लो सानो दुध खाने बच्चा हो र आकाङ्क्षाले नदिनको लागि? कस्तो दिमाग छैन तिनीहरूको? गेम खेल्दिन अरे, गेम बुझ्दिन भनेर अनिसाले भनिराखेको थियो। ए बाबा पाइँदैन गेममा, हार जित त भइहाल्छ नि, के हार्नै नपाइने हो र? एकचोटि हारी भन्दैमा उसले अगाडि नै भनिरहेको छ आकाङ्क्षाले मैले यो गेम खेल्न सक्दिनँ होला सायद भनिराखेको, तर गेम हो नि त, त्यहाँ हार जित त भइहाल्छ नि। उसले पनि त कतिवटा गेमहरू त हारेको छ नि त, त्यसलाई कसले बुझाइदिने कि तैँले पनि हारेकी थिइस् भनेर। अनि अहिले चक्सले म एक्सप्लोर गर्छु भनिराखेको थिएँ। अहिले आयुषसँग हुँदा पनि एक्सप्लोर गरेर दिप्तांशुसँग, ओके उसको कुरा हो त्यो त, लु जेसुकै होस्। तर मलाई चाहिँ कहीँ न कहीँ अनिसा पनि अलिकति कहीँ चाहिँ गल्ती छ कि जस्तो चाहिँ लाग्यो। अनि कुरा आयो सदफ र सौन्दर्यको। मलाई चाहिँ कहीँ न कहीँ कुनै पोइन्टमा चाहिँ सदफ र सौन्दर्य एकदमै मन परेको थियो। कुनै पोइन्ट भन्दा पनि त्यही अञ्जलीको मुख बन्द गर्ने उयसमा चाहिँ मलाई मन परेको थियो, यस्तो मजाले बन्द गरेको थिएँ। तर जहिले तैले टप ड्यास ड्यास सडप ड्यास ड्यास भनेर चाहिँ पुरै एपिसोड चल्छ जस्तो लाग्यो होला। मलाई चाहिँ कस्तो लाग्छ भने उसले कुनै टाइममा त्यही मुख बन्द गरेर फलोवर्सहरू कमै राखेको छ, लभर्सहरू कमै राखेको थियो भने अहिले चाहिँ त्यही हिजोको त्यो हरकतले, हिजोको त्यो इरिटेटिङ त्यो सटअप ड्यास ड्यास भनेर चाहिँ उसले काहीँ न काहीँ हेटर्सहरू पनि अझै कमै राखेको थियो। अनि मैले नबुझेको कुरा चाहिँ
त्यही अञ्जली होइन, जुन अञ्जलीले सदफसँग त्यो 10 कस्तो गरेकी थिए, सदफले कति छिटो बिर्सेको हो क्या, त्यही अञ्जली हो कि त्यही अञ्जली हो। अहिले त्यही अञ्जलीसँग लागेर आकाङ्क्षा र सुजनलाई यस्तो साह्रो गरिराखेकी छे ऊ। अनि सदफले भने कि चाहिँ तैँले गरेर हिमांशु र योगेशको पनि बिचमा झगडा भयो यस्तो यस्तो भनेर। कहाँ झगडा भयो, कहाँ दरार यो आयो, मैले चाहिँ काहीँ पनि देखिनँ क्या योगेश र हिमांशुको दरार भएको। किनकि दरार भएको थियो भने अस्ति जुन योगेशले टास्क गरिरहेको थियो त्यसमा गरेर बस्दैन। हिमांशुले भनिरहेको थियो कि योगेशले नै जित्नुपर्छ भनेर भन्दैन थियो होला क्या, दरार भएको थियो भने। लु त्यतिखेर त हिमांशु त्यहाँ थियो अरे, सदफले हिमांशुको अगाडि राम्रो बनिनको लागि आकाङ्क्षालाई अलिकति डाउन गरेको थियो होला, त्यहाँ बुझिन्छ। अहिले चाहिँ कसलाई राम्रो गर्नको लागि त्यस्तो गरेको आई डोन्ट नो। र कुरा रह्यो सुजन र सौन्दर्यको, हो सुजनले गल्ती गरेको छ, उसले प्री प्लान्ड टी फ्याल्ने प्लान बनाएको थियो, त्यो चाहिँ एकदमै गलत हो। तर सुजनले गल्ती मानिराखेको छ, उसले मैले गल्ती गरेँ भनेर मानिराखेको छ। उताबाट त्यस्तै एटिट्युड देखायो भने त उसले त झन् एटिट्युड देखाउँछ नि, मैले त चाय फ्यालेको यस्तो यस्तो भनेर एटिट्युड देखाइहाल्छ नि। तर जुनै कुरामा पनि जुनै पोइन्टमा पनि त्यही चायमै चाहिँ अड्किनु चाहिँ राम्रो हो जस्तो लागेन मलाई। मलाई लाग्छ त्यो अस्ति जुन पेसा भिलाको केटाहरू आए प्यार भिलामा, त्यतिखेर पनि सौन्दर्यले चाहिँ त्यसै भने जस्तो लाग्यो मलाई चाहिँ। मलाई चाय फ्यालिदिएको थियो यस्तो यस्तो भनेर, हरेक कुरामा त्यही लाइन त्यही चाहिँ ल्याउनुपर्छ भन्ने चाहिँ छैन। अनि हिजोको सुजन सौन्दर्य के भएको, हिजो पनि त्यो ल्याउनु कुनै उयो नै थिएन क्या, कुनै कुरै थिएन, कुनै ननसेन्स कस्तो कुरामा झगडा परेको, म छक्क परेको। मेरै खुन यस्तो भएको थियो क्या। हिजो सदफले भनेको थियो म तेरो लेभलमा आएर कुरा गरेको छु, कुन लेभल हो आई डोन्ट नो। तिमी त्यो लेभलमा थिएनौ भने तिमीले त्यस्तो हरकतै गर्दैन थियौ नि। हिजो लिटरली त्यो यसरी ठेलेको थियो सुजनलाई, त्यो चाहिँ मलाई एकदमै नराम्रो लाग्यो। होला गल्ती गरेको छ सुजनले, त्यसरी गर्नु हुँदैन थियो, तर त्यही कुरा रिपिट गरेर सदफले गरेको हिजो हरकतले चाहिँ इरिटेटिङ भएको थियो। म चाहिँ एकदमै मलाई चाहिँ नमन नपरेको किन हो। अन्त र सबै टार्गेट गरिराखेको छ। मलाई चाहिँ अलिअलि कस्तो पनि लाग्यो भने त सबैजना जेलियस भएको हो कि जस्तो लाग्यो। किनकि काहीँ न काहीँ योगेश चाहिँ एकदम स्ट्रङ प्लेयर हो, स्ट्रङ उयो हो होइन, गेमहरू मजाले नै खेल्छ नो डाउट होइन। त्यही भएर अहिले चाहिँ योगेश पनि छैन। अनि उनीहरूले सोचेका थिए आकाङ्क्षालाई चाहिँ टार्गेट गर्न सजिलो हुन्छ भनेर, तर अहिले गुल्लुले स्ट्यान्ड लिएको छ, आकाङ्क्षासँग पेयर अप गरेको छ। अनि मलाई अलिकति जेलियस भएको हो कि उनीहरू जस्तो लागिरहेको छ। अनि मलाई चाहिँ हिजो क्या त्यो एपिसोडहरू हेर्दाखेरि काहीँ न काहीँ म बिग बस हेरिरहेको छु कि जस्तो पनि भएको थियो। फेरि एकछिन पछाडि कुन धारावाहिक कुनै सिरियल हेरेको जस्तो लागिरहेको थियो। त्यो अनुष्काको एन्ट्री के हो त्यो, ए भगवान् ठिक छ आयो अरे, लु भयो। उसले गेम खेल्नु पर्थ्यो, काहीँ न काहीँ उसले दिप्तांशुले त्यसलाई निकालेको थियो, काहीँ न काहीँ उसलाई नराम्रो लागेको थियो अरे। तर त्यो के हो, त्यो ओभर एक्टिङ भएन र। इस भिला की रानी मैं थी, मैं हूँ और मैं ही रहूँगी। मलाई हाँस उठेर कस्तो भयो, म कुन धारावाहिक हेरेको छु जस्तो लाग्यो। काहीँ न काहीँ गुल्लु र दिप्तांशुले स्याभेज रिप्लाई गरेर राम्रै गरेका कि जस्तो पनि लाग्यो। एनिवे हिजो आकाङ्क्षाको लागि चाहिँ म एकदमै नराम्रो छु। सबैले टार्गेट गरेका थियो तर उसले चाहिँ मजाले सेटअप गर्दै थियो। मलाई चाहिँ काहीँ न काहीँ अञ्जलीलाई यस्तो मिरर ल्याएर यसरी देखाउनुपर्छ जस्तो लागेको थियो क्या, आफ्नै फेस हेरोस् न तेरो बेउरा त्यस्तो छ भनेर।